वेलकम एभ्रिवान। आज चाहिँ हामी आइओई को फर्म सबमिट गरिसकेपछि चाहिँ त्यसलाई कसरी करेक्ट गर्न सकिन्छ भनेर चाहिँ हेर्न जाँदैछौँ। तपाईँले फर्म सबमिट गरिसकेपछि चाहिँ त्यसलाई करेक्ट गर्नको लागि चाहिँ आइओईलाई चाहिँ सम काइन्ड अफ फी चाहिँ बुझाउनुपर्छ कि। जस्तै तपाईँले चाहिँ पास्ट इयर अथवा त्यो फिल्डमा हाल्ने जुन इन्फर्मेसनहरू हुन्छ नि त्यो करेक्ट गर्न पऱ्यो भने चाहिँ 150 रुपियाँ। त्यो चाहिँ म पछि भिडियोमा चाहिँ एकदम डिटेलमा बुझाइदिन्छु। अनि त्यसपछि फोटो, त्यो ब्लरी फोटो हाल्नुभयो अथवा फोटो उल्टो हाल्नुभयो भने चाहिँ त्यसको लागि चाहिँ समथिङ 200 हो कि कति छ। अनि त्यसपछि नाम र थर बिग्रियो भने चाहिँ फेरि 500 रुपियाँ छ। अनि यो सबै कुरा चाहिँ म डिटेलमा चाहिँ पछाडि भिडियोमा भन्ने नै छु। तपाईँहरूमध्ये धेरैजनाले चाहिँ भिडियो हेर्नुहुन्छ तर च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहुन्न। प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। तपाईँले च्यानललाई सब्सक्राइब गरिदिनु भयो भने चाहिँ मलाई भिडियो बनाउन चाहिँ मोटिभेट हुन्छ कि। अनि त्यसपछि भिडियोलाई पनि लाइक गरिदिनुहोस्। केही रह्यो भने तल कमेन्ट गर्न सक्नुहुन्छ अथवा मेरो इन्स्टा ह्यान्डल चाहिँ म यहाँनिर राखिदिनेछु। तपाईँले गएर चेकआउट गर्नुहोस् र त्यहाँ चाहिँ मलाई डिएम पनि गर्न सक्नुहुन्छ। र अब चाहिँ भिडियोमा अगाडि बढौँ। ल अब चाहिँ हामी यो कसरी फर्म चाहिँ करेक्ट गर्ने भन्ने कुरा चाहिँ अब सुरु गरौँ होइन। अब यो चाहिँ एउटा क्युआर कोड छ। यो चाहिँ तिमीले स्क्यान गरेर तिमीलाई चाहिँ इसेवामा लान्छ। अनि त्यहाँ चाहिँ आइओई इन्ट्रान्स एक्जामिनेसन लेखेको हुन्छ होइन। अनि यो चाहिँ त्यही करेक्ट गर्नको लागि मात्रै पैसा मर्ने हो, अरू केहीको लागि चाहिँ पैसा नभएर। त्यसपछि यहाँ लेखेको छ तिमीले त्यो जुन इसेवामा स्क्यान गरिसकेपछि तलपट्टि रिमार्क्स भनेर आउँछ नि, त्यो रिमार्क्समा चाहिँ आफ्नो फुल नेम राख है। फुल नेम राख। अनि त्यसपछि फर्म भाउचर नम्बर, तिमीले जुन त्यो फर्म सबमिट गरिसकेपछि चाहिँ तिमीले एउटा फर्म नम्बर पाउँछौ कि हुन्छ नि। अब फर्म नम्बर चाहिँ तिमीले त्यहाँ तलपट्टि टक्क राखिदेऊ कि, फुल नेम एन्ड फर्म नम्बर राख होइन। त्यसपछि फिलअप द करेक्ट इन्फर्मेसन। अनि एउटा करेक्सन फर्म भन्ने हुन्छ, म तिमीलाई देखाइदिन्छु रुक है। मैले यहाँ राखेको छु। यो चाहिँ एउटा करेक्सन फर्म हो, तिमीले यो चाहिँ भर्नुपर्छ। अब यहाँ चाहिँ आफ्नो अब कहिले फर्म भर्छौ त्यो डेट राख होइन। यहाँनिर डेट चाहिँ कहिलेको फर्म भर्दैछौ त्यो राख। त्यसपछि सब्जेक्टमा चाहिँ यही नै भइहाल्यो, करेक्सन इन फर्म नै भइहाल्यो। अब तिम्रो के बिग्रेको, जस्तै अब नेम बिग्रेको भने तिम्रो जुन जस्तो थियो नि पहिला फर्ममा भनेको बिग्रेको इन्फर्मेसन जस्तो थियो नि त्यस्तो चाहिँ यहाँनिर राख। अनि करेक्ट चाहिँ यतापट्टि राख है। अब डेट अफ बर्थ बिग्रियो भने चाहिँ यसमा राखे भयो। अथवा अरू कुनै केही बिग्रियो, जस्तै मानौँ तिम्रो एसईको पास्ट इयर बिग्रेछ अरे होइन भने यहाँ एसई पास्ट इयर लेख्छौ। त्यसपछि यतापट्टि के बिगारेको थियो, 2083 लेखेको थियो। अब हुन चाहिँ 2080 हो भने चाहिँ 2083 यता लेख अनि 2080 यता लेख। अब तिम्रो अरू कुनै यस्तो इन्फर्मेसन जुन चाहिँ तिमीले त्यो बक्समा फिल गर्छौ कि टेक्स्ट फिल। टेक्स्ट फिल भन्नाले कस्तो हुन्छ भन्दाखेरि म तिमीलाई देखाइदिन्छु है रुक है। हो यस्तोमा भर्नेहरू हुन्छ नि, हो यस्तोमा भर्ने यो नेमहरू भयो। नेम त छुट्टै छ, नेम बाहेक अरूमा भर्ने जस्तै यहाँ यो नामसाम भर्ने, यो वार्ड नम्बर होइन, अनि यो स्कुल नेम, सिम्बल नम्बरहरू चाहिँ तिमीले चाहिँ त्यस्तो इन्फर्मेसनहरू छ भने चाहिँ यहाँ यतापट्टि चाहिँ के हो त्यो लेख। अनि यतापट्टि चाहिँ बिग्रेको इन्फर्मेसन लेखिदेऊ मिस्टेक इन्फर्मेसनमा। अनि त्यसपछि करेक्ट इन्फर्मेसनमा चाहिँ जे हो करेक्ट त्यो नै लेख। त्यसपछि यहाँ तलपट्टि आउँछ तिम्रो नाम लेख, के हो तिम्रो नाम यहाँ लेखिदेऊ। त्यसपछि आफ्नो सिग्नेचर, सिग्नेचर भनेको चाहिँ एउटा कपीमा आफ्नो सिग्नेचर हाल्न, त्यसलाई चाहिँ फोटो खिच। अनि फोटो खिचेर चाहिँ आफ्नो ल्यापटपमा हाल। त्यसपछि यहाँबाट चाहिँ इन्सर्टमा जाऊ माथि, अनि यहाँ पिक्चर्स भन्ने हुन्छ। अनि तिमीले पिक्चर्समा गएर चाहिँ अब कहाँ छ त्यो फोटो, त्यो फोटोलाई सिलेक्ट गर र त्यसलाई चाहिँ इन्सर्ट गर्न सक्छौ। अनि त्यसलाई चाहिँ त्यही अनुसार त्यहाँ राखिदेऊ है। यति गरेपछि तिम्रो पनि सिग्नेचरको कुरो पनि भयो है। त्यसपछि आफ्नो फोन नम्बर राख, यहाँ कन्ट्याक्ट नम्बर चाहिँ आफ्नो फोन। अनि यहाँनिर मेन भनेको चाहिँ तिम्रो यहाँ फर्म नम्बर छ नि, जुन फर्म नम्बर त मैले भनिसकेँ अघि नै। त्यो तिमीले सबमिट गरिसकेपछि चाहिँ एउटा फर्म देखाउँछ नि त, सबमिट गरिसकेपछि तिम्रो फर्म नम्बर देखाउँछ कि त्यहाँ, हो त्यो फर्म नम्बर चाहिँ यहाँ ल्याएर राख। अनि यो जुन भाउचर नम्बर छ नि तिमीले सुरुमा भर्दाखेरि जुन पेमेन्ट गरेको थियो नि अनि भाउचर नम्बर आएको थियो नि, हो त्यो भाउचर नम्बर चाहिँ यहाँ राख। अनि त्यसपछि कुन मोबाइल नम्बरबाट पेमेन्ट गरेको त्यो मोबाइल नम्बर राख। अनि त्यसपछि कतिखेर गरेको, कुन दिन गरेको र कति टाइममा गरेको भनेर चाहिँ हो यहाँनिर मेन्सन गरिदियो। त्यसपछि मेन्सन गर्यो होइन। यति सबै फर्म भरिसक्यो। भरिसकेपछि तिमीले चाहिँ यसलाई पिडिएफको रूपमा सेभ गर। फाइलमा जाऊ, सेभ एजमा गएर चाहिँ अब यहाँनिर चाहिँ यसलाई तल तान अनि यसरी पिडिएफमा सिलेक्ट गरेर सेभ गर। ठिक छ, तिमीले अब यो सेभ पनि गर्यौ। अब यता हेर है, तिमीले यस्तो टेक्स्ट फिल भने नि मैले अहिले जुन भने डेट अफ बर्थ, एड्रेस, गार्जियन डिटेल्स, यिनीहरू चाहिँ तिमीले 6वटासम्म 150 रुपियाँ तिरेर चाहिँ सचाउन सक्छौ। अनि मानौँ तिमीले चाहिँ फोटो अपलोड गर्यो, जस्तै हुन्छ नि एडमिट कार्ड, अनि नागरिकताको हालेछौ भने नागरिकताको फोटो त्यो चाहिँ अलि तिमीलाई चाहिँ लाग्यो ब्लर हालेको थियो,
त्यो 200 रुपैयाँ तिर पहिलोचोटि सेवामा गएर अनि यो फर्ममा चाहिँ तिमीले के गर भन्दाखेरि चाहिँ करेक्सन फर्म है करेक्सन फर्ममा चाहिँ यहाँनिर फोटो भनेर लेख्दै यतापट्टि अनि मिस्टेक इन्फर्मेसनमा चाहिँ आई हेभ अपलोडेड द रङ फोटो इन फर्म लेख अथवा अनकरेक्ट इन्फर्मेसनमा चाहिँ द करेक्ट फोटो इज एट्याच्ड विथ दिस मेल लेख्दो त्यति लेखी भइहाल्यो होइन अनि हामी यता जाऊँ अब तिम्रो नाम बिग्रेछ अथवा ब्याकग्राउन्ड अफ तिमीले जुन फोटो हालेको थियौ नि त्यसको ब्याकग्राउन्ड चाहिँ इनभ्यालिड छ हैन अनि तिमीले हालेको नागरिकता अथवा केही रिअपलोड गर्न पर्यो भने चाहिँ यसको लागि चाहिँ तिमीले 500 रुपैयाँ तिर्नु पर्दो रहेछ हेर यही 500 रुपैयाँ ठीक छ नि र यही नै हो अब यो करेक्सन फर्म चाहिँ तिमीलाई चाहियो भने चाहिँ तलपट्टि के अरे मैले अघि नै भनेको थियो त्यहाँ इन्स्टा ह्यान्डल हुन्छ त्यो इन्स्टा ह्यान्डलमा चाहिँ मलाई डिएम गर हैन अनि म चाहिँ तिमीलाई त्यहाँ यो पठाइदिन्छु अब यो सबै तिमीले पेमेन्ट पनि गर्यौ पेमेन्ट गरेपछि त्यो रिसिप्ट हुन्छ नि जुन त्यसलाई चाहिँ स्क्रिनसट खिचेर है यतिकै नफाल स्क्रिनसट खिचेर राख अनि त्यसपछि यो तिमीले कन्फर्मेसन के अरे करेक्सन फर्म पनि भर्यौ यो ठिक छ नि यो मैले जुन अहिले स्क्रिनमा देखाइरहेको छु यो करेक्सन फर्म पनि तिमीले भर्यौ अब चाहिँ के गर्ने भन्दाखेरि सुरुमा चाहिँ तिमी जिमेलमा जाऊ जिमेलमा गइसकेपछि यहाँ चाहिँ यो intrans@ioe.edu.np भन्ने मेल चाहिँ टाइप गर त्यसपछि सब्जेक्टमा चाहिँ करेक्सन इन फर्म भनेर लेख करेक्सन इन फर्म भनेर लेख हैन अब यहाँनिर चाहिँ तिमीले अब त्यो जुन पीडीएफ छ नि करेक्सन फाइलको पीडीएफ र अर्को भनेको तिम्रो पेमेन्ट रिसिप्ट छ नि जुन हो त्यो रिसिप्टलाई चाहिँ यहाँ एड गरिदिऊ जस्तै म तिमीलाई गरेर देखाइदिन्छु अब जस्तै यो एउटा फाइल भयो र यो चाहिँ मानौँ पेमेन्ट फाइल हो यो चाहिँ करेक्सन फाइल हो भने चाहिँ यहाँ लेखिदेऊ ओपन गर ठिक छ नि अनि यो लेखिसकेपछि चाहिँ तिमीलाई मैले पनि बिगारेर चाहिँ फेरि करेक्ट गराएको कि जस्तै यो चाहिँ लेखिदेऊ है म तिमीलाई अब जस्तै मेरो चाहिँ यो एससी पास्ट इयर बिग्रेको थियो अब तिमीलाई के बिग्रेको आई वुड लाइक टु चेन्ज माई अब के चेन्ज गर्ने हो त्यो चाहिँ यहाँ लेख सर होइन अनि त्यसपछि Hi, I have made some mistakes while filling out the form and I would like to correct it out and I have attached the correction form and payment file with this email लेख अनि I would like to change के हो त्यो लेख्देऊ अनि यो फाइललाई उस भइ नै आएको छ अनि सेन्ड गरिदेऊ है तिम्रो जिमेल चाहिँ जुन जिमेलबाट त्यो पहिला भरेको थियौ नि त्यही जिमेलबाट पठाउँदाखेरि चाहिँ एकदम राम्रो हुन्छ अनि उहाँलाई चाहिँ अपडेट भइसकेपछि चाहिँ के मेसेज आउँछ भन्दा चाहिँ यसरी अपडेटेड भनेर चाहिँ रिप्लाई आउँछ अनि तिम्रो इन्फर्मेसन चाहिँ अपडेट हुन्छ सो अब चाहिँ भिडियोको अन्त्यमा आइसक्यौँ तिमीलाई चाहिँ त्यो करेक्सन फाइल चाहियो भने चाहिँ मलाई इन्स्टा ह्यान्डलमा डिएम गर अनि अर्को भनेको चाहिँ भिडियोलाई लाइक गरिदेऊ है अनि च्यानल चाहिँ सब्सक्राइब गर अझै केही बुझेनौ भने चाहिँ तलपट्टि कमेन्ट बक्स छँदैछ त्यसमा कमेन्ट गर मैले हरेकजनालाई सकेसम्म चाहिँ रिप्लाई गर्ने कोसिस गर्दछु र आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु धेरै धेरै धन्यवाद